क्षमतावान र सक्षम व्यक्तिहरू राजनीतिमा आउनुपर्छ। देश व्यक्तिको सोचबाट होइन विधिबाट चल्नुपर्छ। यस्तै सोच राखेर पछिल्लो केही वर्षदेखि नेपालको राजनीतिमा थुप्रै युवाहरूको उदय भएको छ र परम्परागत राजनीतिक धारभन्दा फरक यसलाई वैकल्पिक राजनीति भनेर नाम दिएको छ। र यही वैकल्पिक राजनीतिको बिउ कसरी रोपियो भन्ने खोज्दै जाँदा विवेकशील नेपाली भन्ने समूह वा दलसम्म पुग्छ र त्यसमा देखिन्छ यो अनुहार, उज्जवल थापाको अनुहार। म आफै पनि उज्जवल दाइलाई विवेकशील नेपाली भन्दा अगाडिबाट चिनिरहँदा आफू कहिले पनि अगाडि नआउने तर अरूलाई अगाडि सारिरहने पात्रको रूपमा उहाँलाई देख्थेँ। उहाँ कहिले आफू नेता बन्ने कुरा गर्नुहुन्थ्यो र भन्नुहुन्थ्यो विवेकशील नागरिक भए देश समृद्ध हुन्छ अनि आफू यसका लागि नेपाललाई चाहिने 21औं शताब्दी सापेक्ष नेतृत्व बनाउँदैछु भनेर भन्नुहुन्थ्यो। तर विडम्बना, कोभिड महामारीको कारण हामीले उहाँलाई गुमाउनु पर्यो। तर उहाँले छोडेको विचार अनि उहाँले रोपेको वैकल्पिक राजनीतिको बिरुवा भने हामीसँग सधैँ रहनेछ। उहाँको विचारहरू whynepal.org मा गएर पढ्न सक्नुहुन्छ। अनि उहाँको बारेमा दिमाग घोच्ने मान्छे नामको एउटा डकुमेन्ट्री फिल्म बनेर नेपालभरका हलहरूमा रिलिज हुँदैछ वा तपाईँले यो हेर्दै गर्दा रिलिज भइसकेको छ। म तपाईँहरू सबैलाई हाम्रो देशले कस्तो गजबको मान्छे पाएको थियो र गुमायो भन्ने थाहा पाउन र उहाँको विचार बुझ्न यो दिमाग घोच्ने मान्छे हेर्न अनुरोध गर्छु।